उद्घाटन सत्रको यो क्रममा गरिरहेको छ। खेल्नेको भूमिका र आगामी दिनमा खेल्ने भूमिका बारेमा हामी बुधबार नगर 2500 रहेको समावेशको 2085 क्रियाशील महिला पत्रकारिता पुरस्कार 2082 बाट यहाँलाई सम्मान गरिएको छ। त्यसको पुरस्कार पुरस्कृत हुनुभएका सम्पूर्ण र आज सम्मानित हुने अनि पुरस्कृत हुने यहाँ तीनैजनालाई हार्दिक बधाई अनि धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। टेक्नोलोजीको हिसाबले, उपकरणको हिसाबले, समयको हिसाबले मिडियाको प्याराडाइम सिफ्ट हुँदैछ। यो अवस्थामा करिब हामी कहाँ पत्रकार महासंघमा आबद्ध 9-10 हजार पत्रकार होलान्। अब आबद्ध नभएका अरू 2-3 हजार पत्रकार जोड्ने हो भने 13 हजार जति पत्रकार होलान् भनेर एउटा अनुमान गरौँ। भनेको सञ्चार माध्यमको संख्या पनि तपाईले रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टल, पत्रिका यी सबै जोड्नु भएर भनेदेखि 13 हजार भन्दा बढी छ। कसरी धान्ने हो? अब कसलाई पत्याउने हो? कसलाई मान्ने हो? त्यसैले हाम्रो देशमा 13 हजार सञ्चार माध्यम जरुरी हो कि होइन, आवश्यक छ कि छैन? हामी बन्द गर्न त सक्दैनौँ, बन्द गर्न त मिल्दैन। तर प्रश्न के आउँछ भनेदेखि 13 हजार सञ्चार माध्यम कसरी सर्भाइभ गर्ने? बडो जोखिमपूर्ण अवस्था छ। विज्ञापनकै आधारमा, लेखेकै आधारमा त्यो पत्रकार कसरी सर्भाइभ गर्ने, सस्टेन गर्ने भन्ने ठुलो प्रश्न भइरहेको छ। निकायले गहन तवरले बुझ्नुपर्छ। म यसमा आज यहाँहरूलाई के भन्न चाहन्छु भने जति पनि पत्रकारका, सञ्चारकर्मीका, सञ्चार माध्यमका, मिडिया हाउसहरूका प्रब्लम छन्, जेन्युन प्रब्लमहरू। यद्यपि मेरो समय कम छ, यो मन्त्रीको रूपमा हामीले चुनाव गराउनु पर्नेछ। 6 महिनाको अन्तरिम सरकार हो। यही बेलामा चमत्कारिक ढङ्गले सबै काम गर्न सकिन्छ, सम्भव छ भन्ने त तपाईहरूलाई पनि लाग्दैन। तर जति सम्भव छ ती कामहरू, यहाँहरूका समस्याहरू समाधान गर्ने कुरामा सरकार प्रतिबद्ध छ। यो प्रतिबद्धता म जाहेर गर्छु। यहाँहरू मन्त्रालय आउनुहोला, पत्रकार महासंघ शाखाको तर्फबाट, महासंघको तर्फबाट यसलाई सँगै मिलेर समाधान गरौँला। तर एउटा सबैभन्दा ठुलो प्रश्न पत्रकारहरूको व्यावसायिकताका कुरा। हामी आफै कति व्यावसायिक बन्न सकिरहेका छौँ कि छैनौँ? अहिले जनताले के भनिरहेका छन् भने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र चाहिँ तपाईको फेक न्युजको शिकार धेरैले भइरहेको अवस्था छ। यसलाई कसरी निरुत्साहित गर्ने, कसरी पत्रकारितामा व्यावसायिकता ल्याउने? अहिले अब हेर्नुहोस्, चुनाव आउँदैछ। चुनाव आइरहेको सन्दर्भमा सबैभन्दा बढी सञ्चार माध्यम सजग हुनुपर्नेछ। तपाईले मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र फेक न्युज दिनुभयो भनेदेखि त्यसले गर्दाखेरि समग्र चुनावलाई नै प्रभाव पार्न सक्छ। म चुनावमा उठ्ने रे भन्ने पनि कुराहरू आयो। फलानो पार्टीबाट उठ्ने कि यो पार्टीबाट उठ्ने भन्ने पनि आयो। यो क्षेत्रबाट उठ्ने रे, ऊ क्षेत्रबाट उठ्ने रे भनेर पनि आयो। सञ्चार माध्यममै आयो।